गगन थापाबाट तपाईहरुले के सिक्नुपर्ने छ उहाँले भन्नुभयो तपाईहरुले हामीबाट धेरै सिक्नुपर्ने छ तपाईहरुबाट नि हामी सिक्छौं भन्नुभयो उहाँको दमदार भाषणको चर्चा व्यापक भइराछ यस बीचमा तपाईको प्रतिक्रिया के छ तपाईहरुको होम ग्राउन्डमा आएर ह्याट्रिक हान्नु भयो गगन थापाले तपाईको यसमा अरु केही पनि भन्नुपर्ने कुरा केही पनि छैन सर्वप्रथम उहाँले आफ्नो दाइ भाउजूलाई ल्याएर हतकडी लगाइदिनु पर्यो ससम्मान हामीले भन्नु यति मात्रै छ हैन भन्नुपर्ने कुरा यति मात्रै हो जसले 75 वर्ष देश लुट्यो जसले 75 वर्ष कांग्रेसको नाममा लोकतन्त्रको नाममा प्रजातन्त्रको नाममा लोकतन्त्रको ठेक्का लगाएर देश लुटेर भाग्न पाइन्छ दाइ भाउजूलाई भगाएर लखेटेर यहाँ हामीलाई सुशासनको क्लास दिन पाइन्छ जसले बाख्रा पालनको नाममा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको छ जसले देश लुटेको छ जसले अनुदानको नाममा सारा ध्वस्त पारेको छ उसले आएर हामीलाई क्लास दिनु पर्दैन उले आएर रवि लामिछानेलाई पढाउनु पर्दैन उले आएर बालन शाहलाई राष्ट्रियताको कुरा पढाउनु पर्दैन आतंककारी भ्रष्टाचारी बलात्कारीहरूले आएर हामीलाई सुशासनको क्लास दिन जरुरी छैन कसले के कहाँ के हान्नुभयो कसो गर्नुभयो त्यो उहाँहरुको कुरा हो तर तपाईले निन्दा दिनुभयो फेरि अब के गर्नु मैले फेरि पनि भने यो हाम्रो हैन यो हाम्रो संस्कार हो बलात्कारी हत्यारा अथवा विभिन्न मैले फेरि पनि भने मैले तपाईलाई फेरि पनि भन्ने खोजेको कुरा के हो सम्मान गर्ने तपाईहरुको दायित्व होला मैले के भने पाउनाले पाउनाको सम्मान लिनु पर्यो यति मात्रै हो हामीले भनेको नभएलाई धेरै खरी यति मात्रै हो अब